हामीले राष्ट्रलाई एकताबद्ध गर्नु छ। मधेस पहाड हिमाल सबैलाई एकताबद्ध गर्नु छ। म कसैको नियतमा शंका गर्न चाहन्न, तर हामीले त्यसको निम्ति सबैले आफ्नो ठाउँबाट केही न केही त्याग गर्न, केही न केही हामीले आफ्नो मुद्दाहरू छोड्न तयार हुनै पर्दछ र अर्काका मुद्दाहरूलाई एक हदसम्म हामीले आत्मसात गर्नै पर्दछ। त्यसरी मात्रै राजनैतिक नेतृत्वले राष्ट्रलाई एकताबद्ध गर्न सक्दछ। मेरो गोरुको 12 टक्का भने जस्तो गरी अगाडि बढेर कुनै पनि राजनीतिक दलले एउटा समयमा भोट त धेरै पाउन सक्छ, तर राष्ट्रको वास्तविक नेतृत्व गर्न सम्भव हुँदैन। त्यसकारण राष्ट्रिय एकताको निम्ति त्याग जरुरी छ। राष्ट्रिय एकताको निम्ति केही न केही लचकता जरुरी छ। म त्यसको निम्ति पनि विशेष रूपले आग्रह गर्न चाहन्छु। मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईका बेलामा पनि समझदारी बढ्ने र तोड्ने, खास गरी सत्ताका सम्बन्धमा, नेतृत्वको सम्बन्धमा जुन नकारात्मक प्रवृत्ति र उदाहरणहरू प्रशस्त देखिँदै आए र पछिल्लो चरण हामीले नै पनि त्यो भोग्यौं। मैले यो स्थितिको अन्त्य हुनुपर्दछ र त्यो कामको सुरुवात पनि मैले गर्ने मलाई अवसर प्राप्त भयो। मैले त्यो चाहिँ स्थिति कायम गर्नुपर्छ भनेर मैले राजीनामा दिएको छु र यो राजीनामाले पक्कै पनि एउटा नयाँ राजनीतिक संस्कारको विकास हुनेछ। अहिले हुन त प्रतिपक्षी दलको नेताले इमानको कुरा गर्नुभयो। मलाई लाग्छ इमान मुखले भनेर भन्दा व्यवहारमा स्थापित गरेर अगाडि आउने कुरा हो। संस्कार भन्ने कुरा त्यसरी मात्रै स्थापित हुने कुरा हो। त्यसकारण यसमा कुनै भ्रम नरहोस्। मेरो आफ्नै इच्छाले मैले नै नेपाली कांग्रेसलाई भनेर मेरो आफ्नै इच्छाले राजीनामा दिएको हो, कसैको दबावमा होइन। तपाईहरुले मिल्दै नमिल्ने कुरा एक ठाउँमा ल्याएर घालमेल गर्नुभयो। निर्वाचन आयोगको कुरा सदनमा ल्याएर अवरुद्ध गर्नुपर्ने कुरा थिएन। तपाईले संविधान र लोकतन्त्रको त धेरै कुरा गर्नुभयो, तर तपाईले प्रधानमन्त्रीको निर्वाचन हुने कुरा या अन्य कुराहरूलाई, निर्वाचन आयोगको क्षेत्राधिकारलाई मिचेर सदन अवरुद्ध किन गर्नुभयो मेरो प्रश्न छ। तपाईले कति दिन गरेर के प्राप्त गर्नुहुन्थ्यो यो पनि मेरो प्रश्न छ। महाभियोगको प्रस्तावको सन्दर्भमा पनि हामीले यसलाई फिर्ता लिने कुरा धेरै अगाडि गरेकै थियौं। फिर्ता लिने प्रक्रिया जसले महाभियोगको प्रस्ताव लगाए ती पार्टीहरूले त लेखेर दिएकै छन्। ती पार्टीका नेताहरूले त भनि नै सकेका छन्। तपाईले सदन 2-4 दिन अवरुद्ध गरेर फिर्ता लिने औपचारिक प्रक्रिया किन रोक्नुभयो, त्यसको जवाब तपाईहरुले कसरी दिनुहुन्छ यो पनि म तपाईहरुसँग सोध्न चाहन्छु। तपाईले त भन्नुभयो हामीले ठिक्क पार्दियौं चुङ्गामा ताउ। अलि बढी दम्भ भयो भन्ने लाग्छ। प्रतिपक्षी दलका नेतासँग यति धेरै दम्भ आवश्यक छैन। सबै तपाईले गर्दिएको अस्ति नै भन्नुभयो, सबै हामीले ठिक्क पार्दिएको, टुटी खोल्यो टुटी भन्दिनु भयो। उहाँले टुटी मात्रै खोल्या हो त। अब आज भन्दिनु भयो यस्तो यस्तो गरेर देखाउनु भयो। म त त्यसो गर्न चाहेको छैन। मलाई त लागेको थियो उहाँले यही मञ्चबाट पोहोर भन्नुभएको चाहिँ यो पनि बनाइस् तैँले, त्यो पनि गरिस्, ठिक गरिस्, धन्यवाद भन्नु होला भने त सबै मैले गरेको, उसले त टुटी मात्रै खोलेको भने जस्तो अहिले पनि त्यही गर्नुभयो। यसले फाइदा हुँदैन भनेर म तपाईसँग विशेष रूपले अनुरोध गर्न चाहन्छु।